एमाले मासु भात खुवाउँछ भने खाने हो, पैसा दिन्छ भने पनि लिने हो, बाइकमा पेट्रोल हालिदिन्छ भने र्यालीमा पनि जाने हो, चुनाव प्रचारमा पनि जाने हो हैन। अनि यो काङ्ग्रेसले पनि त्यस्तै गर्छ भने त्यस्तै गर्ने हो, अनि यो माओवादीले पनि त्यस्तै गर्छ भने त्यस्तै गर्ने हो हैन। मासु भात खुवायो भने खाने हो, तेलसेल हाल्ने हो, पैसा सैसा लिने हो, चुनाव प्रचारमा लाग्ने हो। तर छ नि 2084 सालको चुनावमा चाहिँ लुखुर जाने हो, भोट चाहिँ घन्टीलाई दिएर लुखुर बाहिर निस्किने हो। अनि फेरि बाहिर त्यहाँ एमालेको, माओवादीको, काङ्ग्रेसको कार्यकर्ताहरूले सोध्न सक्छ नि भोट केमा हालेको भनेर हैन। अब एमालेकोले सोध्यो भने सूर्यमा भोट राखेको भनेर भनियो। अब माओवादीको कार्यकर्ताहरूले सोध्यो भने हँसिया हरौटामा राखेको भनियो हैन। अनि यो काङ्ग्रेसले सोध्यो भने रुखमा राखेको भनियो। तर मलाई त थाहा छ नि, मैले त भोट घन्टीमा राखेर आएको भनेर। अरू कसलाई थाहा हुन्छ र पारा।